हेलो एन्ड नमस्कार हजुरहरूलाई स्वागत छ दि शेयर मन्त्रको आजको यो भिडियोमा। आजको यो भिडियोमा नेप्सेको अहिलेको अवस्था, नेप्सेमा अब के होला र अहिलेको अवस्थामा कस्तो स्टक किन्दा उपयुक्त हुन्छ होला त। आउनुहोस् आजको भिडियोमा जान्ने कोसिस गरौँ। नेप्सेको अहिलेको अवस्थाको कुरा गर्दा नेप्सेले यो निर्वाचन पछि सर्किट लगायो र त्यसपछि अहिले मार्केट झरेर एउटा राम्रो एउटा हेल्दी रिट्रेसमेन्ट यहाँबाट हामीले हेर्यो भने यो 0.3 को लेभललाई रेस्पेक्ट गर्दै यहाँबाट फेरि के गरेको छ त भन्दा चाहिँ अर्को र्यालीको लागि चाहिँ पुश भइरहेको छ। मैले अघिल्लो भिडियोमा चाहिँ लगभग नेप्सेको एउटा प्याटर्न चाहिँ अलि राम्रो डिप रिट्रेसमेन्ट लिइरहेको छ, जुन चाहिँ लगभग 0.5 टु 0.6 सम्मको चाहिँ रिट्रेसमेन्ट लिइरहेको छ र अहिले पनि त्यही आउन सक्ने पोटेन्सियल छ भनेर भनेको थिएँ र मैले पनि त्यही अनुसार नै प्लान गरेको थिएँ भन्नु खोजेको यो लेभलमा। र यहाँ यता चाहिँ हल्का सेल गरिसकेपछि चाहिँ यो यी रेड क्यान्डलहरुमा सेल गरिसकेपछि लगभग मार्केट अब यहाँ आउँछ र एउटा डिस्काउन्टेड प्राइसमा चाहिँ फेरि त्यही स्टकहरुमा पार्टिसिपेट गरौँला भनेर कुरा बसेको थियो, तर मार्केट यहाँ आएन। लगभग जुन यो रेड क्यान्डल पछिको यो यति तीनटा रेड क्यान्डलसम्म चाहिँ एउटा एक्सपेक्टेड नै मार्केटले मुभ दिइरहेको थियो। यो रेड क्यान्डल त्यसपछिको रेड अनि यो ग्रीन त्यसपछिको डोजी र त्यसपछिको रेड, यहाँसम्म यति एनालाइसिस गर्दा चाहिँ मार्केट लगभग यो जोनमा आउँछ र त्यसपछि चाहिँ यहाँ चाहिँ एउटा डिस्काउन्टेड प्राइसमा चाहिँ स्टकहरुलाई सिलेक्ट गरौँला, पिक गरौँला भनेर बसेको थियो। तर यो मंगलबारको दिन जुन यो ग्रीन क्यान्डल बन्यो, ह्यामर क्यान्डल, यसले चाहिँ जुन हाम्रो जुन सोच थियो यहाँ मार्केट आउँछ भन्ने त्यसलाई चाहिँ अलि इनभ्यालिड चाहिँ गरिदियो हैन। र जुन यो ह्यामर क्यान्डल छ यसले चाहिँ अब मार्केट यहीबाट नै माथि जाने हो कि भन्ने टाइपको सिनेरियो चाहिँ यसले यहाँ क्रिएट गरेको थियो र त्यसपछि हाम्रो लागि कन्फर्मेसन चाहिँ आजको दिन हुन्थ्यो। अब यदि आजको दिन सुरुको आवरमा राम्रोसँग राइज हुन्छ, त्यसपछि हेल्दी रिट्रेसमेन्ट आउँछ र त्यो हेल्दी रिट्रेसमेन्ट पछिको यो हाईलाई ब्रेक गर्ने गरी भोल्युमको इन्क्रिमेन्ट भएर जान्छ भने त्यसपछि हामीले किन्न सक्छौं भन्ने चाहिँ त्यो चाहिँ सिम्पल एउटा के हो त भन्दाखेरि चाहिँ त्यस्तो अवस्थामा चाहिँ हामीले पार्टिसिपेट गर्न चाहिँ मिल्छ। सो त्यही अनुसार नै प्लानिङ गरेको थियो र मार्केटमा आज के भयो भन्दा चाहिँ एज एक्सपेक्टेड मार्केट जब लास्ट ट्रेडिङ डे यो मंगलबार, हिजो बुधबार बिदा थियो, मंगलबार जब यहाँ क्लोज भएको थियो त्यसपछि आज ओपनमा चाहिँ राम्रो र्याली दिन्छ भन्ने थाहा थियो। तर त्यसपछि चाहिँ के हुन्छ भन्ने थियो। राम्रो र्याली दियो र भोल्युमको राम्रो पार्टिसिपेसन भयो। तपाईले यहाँ हेर्ने भने फर्स्टको 15 मिनेटमै राम्रो भोल्युमको पार्टिसिपेसन चाहिँ थियो र त्यसपछि रिट्रेसमेन्ट आयो हैन। त्यसपछिको रिट्रेसमेन्ट आयो यो रिट्रेसमेन्ट जब आयो, रिट्रेसमेन्ट 5-6 मिनेटमै सकियो रिट्रेसमेन्ट। त्यसपछिको जब यो राइज आयो यसमा पनि राम्रो भोल्युमको पार्टिसिपेसन जुन हामीले हेर्न सक्छौं। त्यसपछि चाहिँ जब यो हाईलाई ब्रेक गर्यो यतातिर, मेरो स्पेशली कुरा गर्नुहुन्छ भने चाहिँ यतातिर चाहिँ पार्टिसिपेट गरेको र त्यसपछि हामीले चाहिँ दिनभरि नै एउटा हायर हाईको श्रृंखला देखियो। एउटा राइज, त्यसपछिको फेरि रिट्रेसमेन्ट, त्यसपछि राइज, त्यसपछि फेरि एउटा रिट्रेसमेन्ट र लास्टसम्म आउँदा पनि एउटा राम्रो राइज, त्यसपछिको रिट्रेसमेन्ट हुँदै नै आज मार्केट क्लोज भएको छ। सो ओभरअलमा भन्ने हो भने आज राम्रो क्यान्डल 64 पोइन्टले मार्केट बढेको छ र मेन कुरा भनेको जुन हामीलाई चाहिन्छ भोल्युम। भोल्युम चाहिँ एकदमै ह्युज भोल्युम भन्छु म चाहिँ यसलाई चाहिँ। मैले चाहिँ यहाँ आउँछ भनेर एक्सपेक्ट गरेको कारण पनि के हो भन्दा चाहिँ यसलाई ब्रेक गर्नको लागि 21 अर्बको भोल्युम चाहिन्छ। जुन यो रेड क्यान्डल बनेको थियो यसलाई ब्रेक गर्नको लागि। सो यो भोल्युम अचिभ गर्नको लागि चाहिँ मार्केट केही हदसम्म यहाँ आएर कन्सोलिडेट भएर बल्ल जाँदा चाहिँ त्यो लेभलको भोल्युम आउँछ भन्ने थियो। तर आज नै यति ठुलो भोल्युम देखेपछि आई एम ह्याप्पी हैन, किनकि यो जोनमा यस्तरी भोल्युम आउनु भनेको धेरै राम्रो कुरा हो र यो जुन कन्सोलिडेसन थियो यसलाई पनि क्लियरली ब्रेक गरेको छ मार्केटले। सो अब नेक्स्ट के भन्दा चाहिँ अब म्याक्सिमम पोटेन्शियल चाहिँ अब मार्केटले जुन लास्टको हाई छ त्यसलाई नै टेस्ट गर्न जाने पोटेन्शियल चाहिँ बढेर गएको छ। जुन यो हाई छ यसलाई चाहिँ लगभग टेस्ट गर्न जान्छ र तर 100% त्यो भन्ने पनि हुँदैन हुन्छ। अब यहाँबाट केही हदसम्म अब आउने आइतबार थोरै बढेर फेरि रिटेस्ट भएर यो फेयर भ्यालु ग्यापहरुतिर मार्केट आएर फेरि यहाँनिर आएर पुश फेरि हुन पनि सक्छ। तर हाम्रो जुन स्टार्टिङको एजम्पसन थियो मार्केट यता आउँछ भने अब यसको पोटेन्शियल चाहिँ लगभग यो र्यालीको लागि चाहिँ हराएर गएको छ। अब यो र्याली गइसकेपछि पछि आउने आफ्नो ठाउँमा छ, तर अहिलेको लागि चाहिँ यो जोनमा मार्केट आउने पोटेन्शियल चाहिँ धेरै नै कम छ। सो अहिलेको लागि मेजर भनेको चाहिँ या त मार्केट तपाईको यहाँबाट बढेर हैन लगभग
यहाँबाट बढेर सिधै यहाँ पुग्छ, एउटा यो पोटेन्सियल भयो। अर्को भनेको चाहिँ कि यहाँबाट थोरै बढेर हैन फेरि यतातिर आएर एउटा यो फेयर भ्यालु ग्यापतिर अथवा यहाँ थोरै रिट्रेसमेन्ट लिएर फेरि यो जोनलाई टेस्ट गर्न जाने पोटेन्सियल चाहिँ अब बढेर गएको छ। त्यसपछि के हुन्छ हैन भन्ने कुरा चाहिँ त्यसपछि अब 3200 क्रस गर्ला नगर्ला त्यो भनेको चाहिँ पछिको कुरा भयो। अब यो जोनमा गएर पनि अब कसरी मार्केटले प्ले गर्छ भन्ने हो क्या फेरि हैन। अब एउटा चाहिँ अब यहाँ गएर सिधै जाने, एउटा सानो रिट्रेसमेन्ट लिने अनि फेरि यसलाई ब्रेक गर्ने पनि हुनसक्छ। अर्को भनेको चाहिँ यही थोरै जिगज्याग पनि प्ले गर्न सक्छ, यहाँ पनि थोरै जिगज्याग प्ले गर्ने यही, अनि त्यसपछि फेरि माथि जाने पनि हुनसक्छ। अथवा चाहिँ अलि यहाँ गएपछि सबै माहौल के हुन्छ त्यसले गर्दा एउटा अलि सार्प रिट्रेसमेन्ट आउन पनि सक्छ। यो तीनटा पोटेन्सियालिटीमा एउटा पोटेन्सियालिटी चाहिँ यहाँ हुनसक्ने पोटेन्सियल चाहिँ अलिक बढी छ हैन। भन्न खोजेको चाहिँ अहिलेको लागि चाहिँ यो जुन होल एउटा यो रेजिस्टेन्स छ यहाँसम्म पुग्ने चाहिँ मार्केटको चान्सेस चाहिँ अलि बढी चाहिँ बढेर गएको हामीले देख्न चाहिँ सक्छौँ। कि त डाइरेक्टै यहीँबाट अब आइतबारबाट पुस हुने नभए थोरै रिट्रेसमेन्ट लिएर म्याक्सिमम पोटेन्सियल चाहिँ अब कुनै पनि रिट्रेसमेन्ट नलिकन जाने नै पोटेन्सियल चाहिँ हामीले बढी देख्न सक्छौँ। तर लास्टमा चाहिँ थोरै सप्लाई चाहिँ आएको छ। हामीले जुन 5 मिनटको क्यान्डलमा नि हेऱ्यौँ भने यहाँ चाहिँ थोरै सप्लाई छ, तर यो चाहिँ सायद अब आइतबार चाहिँ यो इजिली नै पचाइदिन्छ होला यसलाई चाहिँ माथि नै ओपन भएर। सो अब कुरा के आउँछ भन्दा चाहिँ ओके मार्केट त बढ्ला हैन, अझै 150 पोइन्टको यहाँबाट प्रोबेबिलिटी छ। यहाँबाट हामीले हेऱ्यौँ भने लगभग यतिको रेन्ज हेर्दा चाहिँ 150 पोइन्टको अझै पनि एउटा र्याली पेन्डिङ छ। सो कस्तो स्टकहरू पिक गर्न सक्छौँ भन्ने कुरा चाहिँ जुन अघिल्लो भिडियोमा चाहिँ पनि मैले भनेको थिएँ कि लो प्राइसको स्टकहरू जब यस्तो र्याली हानिरहेको हुन्छ, मार्केटमा राम्रो भोल्युम आइरहेको हुन्छ, त्यो बेलामा चाहिँ लो प्राइसको स्टकहरू चाहिँ बढ्छ भन्ने कुरा थियो। र लगभग हाइड्रो पावरको पनि आज पनि हाम्रो टप गेनरमा हेऱ्यौँ भने हाइड्रो पावरको स्टकहरू एसएलआइसी नबढेको स्टक बढ्यो हैन। अप्पर लो प्राइसमा अब फन्डामेन्टली त अब यो केही पनि छैन, त्यही पनि लो प्राइसको भएर नै यति राम्रो पुस गर्यो। आज निका ब्याङ्किङ सेक्टर राम्रो बढ्यो। सो आज पनि हामीले हेर्छौँ भने मेन टप गेनरहरूमा चाहिँ जुन सस्तो सस्तो स्टक छ तिनीहरू नै परेको देखिन्छ। र हामीले ओभरअल्ली हेऱ्यौँ भने हाइड्रो पावर सेक्टरको चाहिँ लगभग नै लो प्राइसको स्टकहरू धेरै बढिसकेको छ। जुन हामीले यहाँबाट हेऱ्यौँ भने जुन अप्पर हैन आज बढ्यो, त्यसै गरी एसएसएचएल अब यिनीहरूमा चाहिँ थोरै अब रिट्रेसमेन्ट आउने थोरै स्लो हुने चाहिँ क्यारेक्टर आजबाट देखिएको छ है त। हामीले एसएसएचएल हेरौँ, एसडिएसपिसी हेरौँ हैन, बिएचएल हेरौँ, बिएचएलमा पनि आज सुटिङ स्टार क्यान्डल बन्यो, एलइसीमा पनि त्यस्तै छ हैन। राम्रो मार्केटले यति राम्रो मुभ हान्दा पनि यी प्राइसको स्टकहरू चाहिँ हामीले यहाँ थोरै स्लो भएको देख्न सक्छौँ हैन, जुन चाहिँ अब राम्रो र्याली दिएका थिए। सो अब यिनीहरूमा चाहिँ केही हदसम्म एउटा रिट्रेसमेन्ट चाहिँ आइरहेको छ। जुन जिएचएलमा केकेएससी ऊर्जा हैन, एमइएल यिनी लोमा चाहिँ सबैमा एउटा रिट्रेसमेन्ट चाहिँ देख्न सक्छौँ। सो जुन यो लो प्राइसका स्टकहरू छन् हाइड्रो पावरको तिनमा चाहिँ थोरै स्लोनेस देखिएको छ। तर अरू सेक्टर जस्तो ब्याङ्किङ सेक्टर नै आज हामीले हेऱ्यौँ भने ब्याङ्किङ सेक्टर आज राम्रो चाहिँ प्ले भएको छ। जुन निका हैन, त्यसपछि सिजेडपिआइएल, एमबिएल, केबिएल सबै नै आज ब्याङ्किङ सेक्टरले नै यो मेन राम्रो प्ले गरेको हैन। त्यसै गरी अहिले हामीले यहाँ हेऱ्यौँ भने चाहिँ डेभलपमेन्ट ब्याङ्कहरूको डेभलपमेन्ट ब्याङ्कमा चाहिँ पोटेन्सियल देखिरहेको छ। एउटा अभियसली ब्याङ्किङ सेक्टर भयो, ब्याङ्किङका लो प्राइसका अझै पनि छन् केबिएलहरू हैन। थोरै रिट्रेसमेन्ट आयो भने चाहिँ राम्रो, चढेर खानुभन्दा चाहिँ हैन। प्रभु अझै छन् हैन, सिजेडबिआइएलहरू अझै यिनमा त अझै प्रभुमा त अझै पनि पोटेन्सियल छ। त्यस्तै गरी अर्को चाहिँ डेभलपमेन्ट ब्याङ्क छ क्या। सो डेभलपमेन्ट ब्याङ्कका पनि अझै स्टकहरू चाहिँ नबढेको अवस्थामा हामीले देख्न सक्छौँ। यो कोरबल, जिआरडिबिएल जस्ता लो क्याप हैन अलिक प्राइस बढी भएका भन्दा पनि एमएलबिएल जुन आज राम्रो बढेको छ, जिबिबिएल, केएसबिबिएल, एलबिबिएल, एमएनबिबिएल यिनीहरूमा चाहिँ अझै बढ्ने पोटेन्सियल चाहिँ राम्रोसँग देखिन्छ। यसमा थोरै रिट्रेसमेन्ट आउँछ भने चाहिँ हैन, यिनीहरूमा थोरै रिट्रेसमेन्ट आउँछ यतासम्म भने पार्टिसिपेट गर्न सकिन्छ। र यही पनि किन्दा त्यति धेरै चाहिँ गाह्रो नपर्ला हैन। तर यो हाई प्राइसका लो क्याप स्टक होइन कि यिनी अरूहरूमा चाहिँ किन्न सकियो। त्यसै गरी आज अर्को भनेको इन्भेस्टमेन्ट सेक्टरको निफ्रा राम्रो मुभ दिएको छ आज निफ्राले। त्यसै गरी एचआइडिसिएल पी यिनीहरूमा पनि केही पार्टिसिपेट चाहिँ गर्न सकिन्छ। अलिक बढिसकेको जस्तो देखिन्छ, तर पनि प्राइस वाइज चाहिँ अझै राम्रै अझै सस्तै प्राइसमा छ। सो यिनीहरूमा अझ एउटा मुभ चाहिँ आउनसक्छ यिनीहरूमा पनि। सो त्यसै गरी अर्को आज अलि मुभ दिन खोजेको लाइफ इन्सुरेन्स धेरै भएको थियो, लाइफ इन्सुरेन्स प्ले नभएको, र आजबाट चाहिँ लाइफ इन्सुरेन्समा पनि थोरै मुभ चाहिँ देखेको छ। तर त्यस्तो इम्प्रेसिभ भोल्युम चाहिँ आएको होइन। तर केही होइन एसएलआइसीहरूमा, एनएलआइसिएलहरूमा चाहिँ केही चाहिँ यसमा पनि थोरै रिस्क लिन सकिने ठाउँमा चाहिँ यिनीहरू पनि छन् अझै। त्यो एउटा सिम चाहिँ अब जुन नन लाइफलाई पनि जान्छ, नन लाइफ र लाइफको लगभग एउटै नै हो। तर अलिक स्लो देखिएको मेरो हिसाबले चाहिँ है त
अलि स्लो देखेको मैले चाहिँ माइक्रो फाइनान्स हो, जुन चाहिँ धेरै नै स्लो। अब यही साइडवेज नै खेलिरहेको छ हैन। स्टक कहाँ पुगिसक्यो, माइक्रो फाइनान्स त्यही नै छ। सो माइक्रो फाइनान्स नन लाइफ र लाइफमा चाहिँ थोरै पछिसम्म लाग्छ सोचेर अहिले एउटा ऱ्यापिड राइज भन्दा पनि केही इन्भेस्टमेन्ट टाइपले सोचेर यिनीहरूमा चाहिँ प्ले गर्न सकिन्छ। त्यसरी ओदर्समा नि त्यस्तो र्याली आएको छैन। ओदर्स पनि बाँकी छ, फाइनान्समा पनि छ हैन। तर अहिले अब आउने र्याली चाहिँ मेन चाहिँ ब्याङ्किङ सेक्टर र डेभलपमेन्ट सेक्टरमाले चाहिँ अलि लिड गर्छ कि जस्तो चाहिँ देखिएको छ आजको क्यान्डलले हैन। यसमा पनि आज डेभलपमेन्ट ब्याङ्कमा पनि राम्रो भोल्युम चाहिँ आएको छ। सो अब तपाईँले स्टक ट्रेडिङ वाइज हेर्नुहुन्छ भने चाहिँ अभियसली ब्याङ्किङ र डेभलपमेन्ट ब्याङ्कतिर जाँदा ठिक होला। अनि इन्भेस्टमेन्टमा अनि फाइनान्समा पनि मुभ आउनुपर्ने चाहिँ हो। तर त्यस्तो राम्रो भोल्युम चाहिँ देखिरहेको छैन क्या, मेन कुरा। बढ्न त बढेको छ तर त्यस्तो इम्प्रेसिभ भोल्युम चाहिँ देखिएको छैन। जब भोल्युम आउँछ अनि कुरा गरौँला। ट्रेडिङको लागि अब इन्भेस्टमेन्टको लागि त अब लाइफ इन्सुरेन्स अनि त्यसपछि तपाईँको माइक्रो फाइनान्स, नन लाइफ धेरै नै अझै पनि राम्रो फेयर मूल्यमा छन्, मजाले किन्न चाहिँ सकिन्छ। तर धेरै चढेको स्टकहरूमा भन्दा पनि अलि नबढेको स्टकहरूमा अब पार्टिसिपेट गर्नुभयो भने चाहिँ अलि रिस्क फ्याक्टर चाहिँ कम हुन्छ हैन। जस्तो मैले अघि भने हाइड्रो पावरका लो प्राइसका स्टकहरू बढ्ने पोटेन्सियल छ, त्यो बढ्दैन भन्न खोजेको होइन। यो लो प्राइसका स्टकहरू हैन, अझै पनि एसएसएलहरू थोरै रिट्रेसमेन्ट दिएर हैन, थोरै रिट्रेसमेन्ट यहाँबाट दिएर फेरि अर्को नेक्स्ट मुभ हान्न पनि सक्छ। तर रिस्क फ्याक्टरलाई पनि हेर्दाखेरि चाहिँ अहिले यस्तो बढेको एलआइसी जिएचएलहरू भन्दा पनि नबढेका डेभलपमेन्ट ब्याङ्कतिर अथवा लाइफ इन्सुरेन्सहरूतिर हैन पार्टिसिपेट गर्दा चाहिँ अलि ठिक होला। तर अर्को अलि स्लो भएको अर्को सेक्टर चाहिँ होटल पनि हो है त। होटल पनि अलि आज चाहिँ अलि बढे जस्तो देखिएको छ, तर अलि नै स्लो चाहिँ देखिरहेको छ होटल सेक्टर पनि हैन। यो नयाँ लिस्टेड कम्पनीहरूले पुस गरे पनि अलि होटल सेक्टर पनि अलि स्लो देखिरहेको छ। मेन ट्रेडिङको लागि ब्याङ्क, डेभलपमेन्ट ब्याङ्क, इन्भेस्टमेन्ट सेक्टरहरू र अलि कुर्चु टाइपको लागि चाहिँ लाइफ इन्सुरेन्स, नन लाइफ, माइक्रो फाइनान्सहरूतिर चाहिँ पार्टिसिपेट। अनि ओदर्स पनि एचआरएलतिर, एचआरएल आज के भयो, एचआरएल पनि अझै रिस्क वाइज चाहिँ मजाले आनन्दले किन्न सक्ने ठाउँमा छ एचआरएल पनि। सो यिनीहरू स्टकमा चाहिँ रिस्क वाइज अलि म्यानेज गरेर त्यस्तै टाइपले चाहिँ स्टकहरू सिलेक्ट चाहिँ गर्न सक्नुहुन्छ। अघि मैले भनिसकेँ नेप्से अब लगभग 3000 सम्म पुग्ने जुन यो जोन छ, यहाँसम्म पुग्ने पोटेन्सियल चाहिँ धेरै नै भएको छ। या त डाइरेक्ट अथवा यहाँ थोरै रिट्रेसमेन्ट लिएर यहाँसम्मको टार्गेटलाई हामीले एउटा सेट गर्न चाहिँ सक्छौँ। त्यसपछि चाहिँ अब यहाँ गएर कस्तो प्ले गर्छ मार्केटले, यहाँ गएर कसरी प्ले हुन्छ, त्यो अनुसारले चाहिँ फर्दर प्लानिङहरू चाहिँ गर्नुपर्ने हुन्छ। सो आफ्नो रिस्क फ्याक्टरलाई एनालाइज गरेर आफूले पनि स्टडी गरेर ट्रेडिङ प्लानहरू बनाउनु होला। अन्तिमसम्म भिडियो हेर्नुभएकोमा धन्यवाद। थ्याङ्क्स फर वाचिङ।